Alors, bonjour à tous, j'espère que vous allez très bien et नमस्ते टु एभ्रिवान सबैजनालाई मेरो तर्फबाट म चाहिँ फ्रान्सको ओभेर्न खुनाल भन्ने एउटा रिजनभित्र बस्दै आएको छु विगत 3 वर्षदेखि र आज चाहिँ म फ्रान्सको सबैभन्दा सुन्दर गाउँहरूमध्येको एउटा गाउँमा चाहिँ म घुम्न गइरहेको छु। यो गाउँको नाम रहेको छ सङ्ख्वाजजाहे भनेर। यो चाहिँ ओभेर्न खनाल भन्ने क्षेत्रभित्र पर्छ। यो गाउँ चाहिँ 13औं शताब्दीमा स्थापना भएको थियो भने यसको मठ वरिपरि चाहिँ केही भिक्षुहरू पनि बस्नु हुनुहुन्थ्यो रे। फ्रान्सेली क्रान्तिपछि 1792मा यहाँका भिक्षुहरूलाई निकाला गरिए र त्यसपछि मठका भवनहरू बिक्री गरेर गाउँमा रूपान्तर गरे र त्यसैले आज यो गाउँ फ्रान्सको सबैभन्दा सुन्दर र पुरानो गाउँहरूको सूचीमा पर्छ। यहाँ आज धेरै पुरानो ढुङ्गाका घर, मठका गल्ली, चर्च, बगैँचा, पहाडी सुन्दर दृश्यहरू राम्रो देख्न पाइन्छ। र यो भिडियो बनाउनुको लागि चाहिँ मैले एकदमै धेरै दुःख पाएँ, किन भन्दाखेरि मलाई यसको बारेमा अलिकति रिसर्च गर्नु पर्यो र मैले कतिपय बोल्नुको लागि छुटेको होला, यहाँहरूलाई माफ क्षमा पाऊँ भन्न चाहे। र भिडियो राम्रो लागेको छ भने प्लिज लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद।